ल आज चाहिँ हामीलाई एसएचजी को मिटिङमा यहाँनिर देवीमा नानाले दामी रोटी पोल्दिँदो रहेछ। हामी त के साह्रो लक्यो वाउ के दामी यति दामी रोटी खानु पाइन्छ। आज चाहिँ हाम्रो एसएचजी को मिटिङमा चाहिँ आज मिटिङ चाहिँ हाम्रो नरमा नानाकोमा छ। यहाँनिर चाहिँ आगो फुक्ने चुल्हा हो। कस्तो दामी गाइसको खानु मन पर्यो। यो रोटी चाहिँ यो एकदम फ्रेस है। यहाँ चाहिँ रोटी यति दामी पोल्दैछ। हाम्रो आउँदैन त नाना दामी वाउ हामी त आउँदैन पोल्नु। अब हामी चाहिँ मिटिङ फिनिस गरेर चाहिँ यहाँनिर लन्च रेडी भयो। अब यो लन्च खानुपर्ने छ। यहाँनिर चाहिँ एकदम दामी फिक्का दुधको चिया छ। यहाँ चाहिँ आलुदम छ। यहाँ बाट्ने बहिनी बाट्ने बहिनी हाम्रो भएको चाचाको दरले खाँदैछौँ हामी तीनजनाको चाहिँ। वाउ पाँचवटा मेरो चारवटा छ। अब चाहिँ खानु स्टार्ट गरेको गाइस। यहाँ अचार छ। यहाँ आलुदम चाहिँ एकदम सादा छ। अब चाहिँ खानु स्पेसल चिया यो म खाएँ ल गाइस त्यही भन्दैन। मलाई यस्तो बोतल पुरा मनपर्छ। यो चाहिँ हो मेरो फिक्का चिया। यस्तो ग्लास चाहिँ मलाई पुरा मनपर्छ। पहिला सानोमा यस्तोमै दिन्थ्यो आमाले चिनीको चिया। दिदी बहिनी बास थियौँ हामी चाहिँ यस्तो ग्लासमा खानुको लागिलाई।